हेलो नमस्कार सबैजनालाई एकैछिन वेट गर्नु होला है त। आज चाहिँ मैले खुसुल मात्र हजुरहरूलाई गराउँछु है त। खुसी केआइआइपी 3 लेभलको अब हजुरहरूले पढिसकेपछि चाहिँ खुसुलको एक्जाम कस्तो हुन्छ त त्यसको मात्र गराउँछु है आज चाहिँ। एकैछिन वेट गर्नु होला है त। ओके, मेरो आवाज सुनिएको छ? ओके, आज चाहिँ यो दुइटै एक्जामको खुसुल हेरौँ है त। 7:30 देखि सुरु गर्छु है। बिस्तारै खुसुल मात्र गराएर अनि आज चाहिँ अलिकति चाँडै छोडिदिन्छु। त्यसपछि यो 14 च्याप्टर चाहिँ मैले हजुरहरूलाई भिडियो पठाइदिन्छु है, उसको चाहिँ। त्यसपछि 15 र 16 अर्को हप्ता गरेर अनि क्लास सकाउँला है त हामीले। एकैछिन वेट गर्नु होला। एकैछिन वेट गर्नुहोस् है। ओके, एकैछिन वेट गर्नु होला। ओके, सुरु गरेँ है त। 7:30 भयो। हजुरहरूको खुसुल 3 लेभलको जब हजुरहरूले क्लास पढ्नुहुन्छ नि टिचरसँग क्लास पढिसकेपछि चाहिँ अब एक्जाम हिजो दिइहाल्नु कस्तो हुन्छ भनेर लगभग दुईटा एक्जाम भयो। अघिल्लो छुट्टी मैले हजुरलाई पठाइदिएँ। त्यसपछि यो सुधा गरेर दुईटा भयो। लगभग यति भएपछि हजुरहरूलाई अब एक्जाम यस्तो हुँदो रहेछ है भन्ने थाहा भइहाल्यो। त्यसपछि खुसुल हुन्छ हजुरहरूको। खुसुलमा चाहिँ सामदाङ्गे फेङ्का खुसुल स्याम भनेर, जसमा चाहिँ के छ त, अब छिल्मुन चाहिँ यो भन्न खोजेको कुरा भनिदिन्छ। त्यो छिल्मुन नेउन छेवे हान छिमुन मित खुरिमान सुओमसेङ्गे छेगोङथेङ भनेको अब यो पेपर एउटा यति मात्र हुन्छ, अरू केही हुँदैन हजुरहरूलाई। हजुरहरूको टेबल अगाडि चाहिँ यो एउटा पेपर राखिएको हुन्छ, पेपरमा लेखिएको हुन्छ। त्यसमा 1 नम्बरमा के भनेर भन्छन् त, मोसे द्यान नेउङ्गिन्जी मारे बसे हो, के को बारेमा कुरा हो त त्यसको बारेमा भन्नुहोस्। पहिला पढ्न पर्यो नि त, के को बारेमा हो भनेर त बुझ्नु पर्यो नि होइन। एकचोटि पढिएर हो। छिनान्तारे उइगुगिन छुमिनुल उइहान साङदाम सोगा 설치되어 의국인 주민의 고민과 스트레스를 푸는 데 도움이 주고 있다 भनेर चाहिँ
अघिल्लो महिना चाहिँ उइगुगिनहरूको लागि भनेर छुमिन यो विदेशीहरूको लागि भनेर साङदाम सोगा भनेको चाहिँ परामर्श केन्द्र मर्स केन्द्रको चाहिँ खोलियो अरे। सल्सिदीय भनेको चाहिँ खोलिएको है, त्यो चाहिँ खोलियो खोलिएको छ भनेर भन्दा हुन्छ, जसमा चाहिँ उइगुगिनी छुमिने खोमिन भनेको के हो त, चिन्ताहरू विचारहरू र स्ट्रेसलाई चाहिँ फुनुन्डे थोमी छुगो हित्ता भनेको चाहिँ त्यसलाई त्योबाट अब निस्किन भनौँ अथवा तनावहरूलाई समाधान गर्नलाई मद्दत गरिरहेको छ अरे। खुमिन नेयोङ चुङेछ छिक्चाङ सेवालवा। अब तपाईँको छिक्चाङ सेवाल भन्ने बित्तिकै के भयो त, आफ्नो हजुरको कामको समस्याहरू आधारित विषयवस्तु चाहिँ धेरै थियो रे। ठाउँ मोरुनुन उइरो स्वास्थ्य खाजङ मुन्जे स्वास्थ्य र पारिवारिक खाजङ भनेको के हो त, स्वास्थ्य र पारिवारिक समस्याहरूको बारेमा थियो रे है त। फेङ्सो 시간과 언어 문제로 병원을 잘 이용하지 못하던 주민들은 위해 한번 치료도 하고 있다. 그러니까 한방 치료도 하고 있다. जसमा चाहिँ फेङसोए भनेको प्रायः जसो भनौँ न, अब हाम्रो नियमित जुन समयमा चाहिँ भाषाको कारणले समस्या भएर अस्पताल प्रयोग नगरिएका अब मान्छेहरूको लागि चाहिँ हाङबाङ छिरो भनेको चाहिँ अब त्यही बेला अब यो हानियोन भनेर अब यो कोरियाको परम्परागत यो ऊ हो के, त्यो सुई के प्रयोग गरेर ऊ गरिन्छ होइन। अथवा तपाईँको यो हानबाङ चाहिँ यसमा भन्नु खोजेको चाहिँ यो हाम्रो बोलीले भनौँ न, बोली भन्छ ओरिएन्टेसन ओरिएन्टेसनको क्लास अथवा मे हरू पनि भयो अरे। 또한 전문 상담사가 상담을 통해 전문 상담사 भन्ने बित्तिकै अलिक विशेष रूपमा चाहिँ अलिकति थाहा भएको व्यक्तिबाट चाहिँ परामर्श दिइने भएकोले चाहिँ 언어 문제나 문화 차이 등을 인해 외국인들이 한국 생활에서 받는 여러 가지 스트레스들을 풀어주기 위해 도움을 주고 있다 भनेर चाहिँ अब यो चाहिँ विदेशीहरूको लागि सहयोगको लागि है त। यो चाहिँ अब हानबाङ छिरो भनेको चाहिँ तपाईँको अब आयुर्वेदिक भने नि भन्नुहोस् अथवा ओरिएन्टेसन भनेर भनिन्छ है त। त्यो चाहिँ तपाईँको जस्तै सेन्टरबाट भएको है, त्यो जुन सेन्टर छ नि त्यहाँबाट गरिएको हो। अब कसैको चाहिँ हानिवन त्यो उबाला पनि हुन्छ, यो के अरे सुई लगाएर उ गर्नेवाला पनि हुन्छ के, प्रायः जसो यो विदेशी परामर्श केन्द्रतिर गरिरहेको हुन्छ त्यो सुईले लगाएर गर्ने। के भन्थ्यो भाइ त्यो चाहिँ, अब ठ्याक्कै बिर्सेँ मैले चाहिँ। जस्ट के को बारेमा कुरा भइरहेको छ त? मुझे त्यहाँ नेयोङिन्जी मारे बसे के को बारेमा कुरा हुँदैछ त? माथि पढेर हेर्दाखेरि के को बारेमा कुरा हुँदैछ त भन्दाखेरि हजुरको 외국인의 외국인 주민을 위한 상담소가 상담소에 대한 이야기입니다 भनेर भन्दा हुन्छ। 외국인이 주민, मैले यो लेख्दै पनि लेख्ने होइन कि बोलीले भन्नुपर्छ है त। 주민을 위한 상담소
상담소에 대한 이야기입니다. 너희네 원하께서 다음 질문에 대답하세요. 어떤 고민이 많았습니까? 군자인 고민제 선다 버리셔다 직장 관련 내용이 가장 많았다. माथि नै हुन्छ एन्सर चाहिँ अब खोजेर त भन्नु पर्यो नभने त हुँदैन. 직장 직장 생활에 대한 भन्नु पर्यो है त. 대한 고민이 많았다. 직장 생활에 대한 고민이 많았다. 상담사는 어떤 도움을 주고 있습니까? 상담사를 기계원래가 선다. 언어 문제로 병원을 잘 이용하지 못한 त्यो भन्दा पनि अब कसरी भन्नु पर्यो भन्दा अन्य 문제 एउटा भयो. अर्को चाहिँ 문화 차이. अब यहाँनिर छ अब यहाँ यो भन्दा नि हुन्छ 언어 문제나 문화 차이 등을 위해 외국인의 생활에서 외국인들이 한국 생활에서 받는 여러 가지 스트레스 풀어주기 위해 도움을 주고 있다. यो चाहिँ अलि लामो छ है. यति यो रातो लगाइदिएको मैले. दुईको दुई. यो चाहिँ यहाँ अथवा बुझेर भन्नुहुन्छ भने चाहिँ के भन्नुपर्छ त भन्दा 언어 문제나 문화 차이로 인한 스트레스를 상담해주고 있습니다. 그리고 언어 문제로 병원을 잘 이용하지 못하던 주민들에게 항방 치료도 실시하고 있다. भनेर भन्दा नि हुन्छ. अलिकति जान्नु भएको छ भने न त तलको मात्र भनिदिँदा नि हुन्छ. के छ? 언어 문제나 문화 차이 등으로 인해 외국인들이 한국 생활에서 받는 여러 가지 스트레스들을 풀어주기 위해 도움을 주고 있다. भनेर भन्दा हुन्छ है त. 3 नम्बरमा A씨. A씨는 어떤 고민이나 스트레스가 있는지 이야기해 보세요. भन्दा हजुरलाई सोध्न खोजेको है त. हजुरलाई चाहिँ केही चिन्ता र केही कुराको चाहिँ अब स्ट्रेस छ भनेर भन्दा चाहिँ भन्नु पर्यो. अब भन्दाखेरि नानुन भनेर भन्न हुन्न है. नानुन भनेर चाहिँ आफूभन्दा सानो व्यक्ति उमेर सानो भएकोसँग नानुन भनेर भनिन्छ. नानुन भनेर चाहिँ आफूभन्दा उमेर सानो अथवा तपाईँले चाहिँ आफू साथीलाई त्यसपछि आफूभन्दा उमेर कम भएको मान्छेलाई नानुन भनेर म भन्न मिल्यो भने अथवा मेरो भन्न मिल्यो भने यसमा चाहिँ नानुन भन्ने होइन कि छनुन. छनुन भनेको चाहिँ आफूले आफूलाई अलिकति तल बनाएर भनेको है त. त्यही भएर 저는 한국어가 아직 어려워서 병원이나 운행에 갈 때 불편합니다. भनेर भन्दा अब मेरो लागि चाहिँ के छ त कोरियन भाषा अझै पनि राम्रोसँग मैले नजानेको भएर हस्पिटल जाँदा अथवा ब्याङ्कमा जाँदा चाहिँ गाह्रो हुन्छ. त्यसपछि अर्को के छ त भन्दा खोज्दा हाम्रो यहाँ माथिकै हेरेर भनिदिँदा हुन्छ. हजुरको एक्ज्याक्टली केही समस्या छैन भने नि भन्नु त पर्यो नि. अथवा 저는 한국에 와서 한국말을 잘해서 아무 고민이나 스트레스 없습니다. भनेर भन्नु पर्यो. अब बोल्न जान्नु भएको छ भने चाहिँ. होइन भने त अब माथिकै जस्तो हेरेर पनि भन्नु पर्यो. 저는 한국어가 잘 몰라서 병원이나 운행에 갈 때 좀 불편합니다. 그리고 문화 차이가 커서 भनेको 문화 차이가 어थवा 있어서 문화 차이가 있어서 회사 생활이 힘듭니다. किन त भाषा अथवा संस्कृति फरक भएको भएर कम्पनीको अब त्यो त्यहाँको बसोबास पनि गाह्रो छ भनेर भन्न मिल्छ है त. फेरि A씨는 어떤 고민이나 스트레스가 있는지 이야기해 보세요. कसरी भन्न सकिन्छ त 저는 한국어가 잘 몰라서 अथवा 한국말이 भनेर भन्दा नि हुन्छ है त. 몰라서 운행이나 병원 갈 때, 병원 갈 때
불편합니다. 어থবা 어렵니다 भन्दा हुन्छ 불편하다. 불편합니다. लेख्दा चाहिँ 불편한다 भनेर लेखिन्छ है गर्दाखेरि तर बोल्दाखेरि चाहिँ उम्निदा सुम्निदा प्रयोग गरिन्छ 불편합니다. अर्को चाहिँ 또한 तो मात्र गरेर मुना मुना 차이가 커서 어থবা 문화 차이가 있어서 직장 생활이 어렵니다. 어থবা 힘듭니다. 힘듭니다 भनेर भन्दा नि हुन्छ अथवा 힘들기도 합니다 भनेर भन्दा नि हुन्छ है त अर्को चाहिँ के छ त अलिकति जान्नु भएको छ भने 힘들기도 합니다 सँगै गर्नुपर्ने भएकोबाट यसरी गर्दा के छ त 저는 한국어가 잘 몰라서 은행이나 병원에 갈 때 불편합니다. 또 문화 차이가 있어서 직장 생활이 힘듭니다. अथवा 힘들기도 합니다. भन्दा भयो 4 नम्बरमा 4 नम्बरमा चाहिँ माथिको अब यो चित्रको बारेमा 사진 속 사람은 무엇을 하고 입니까? सबैजना के गर्दैछन् त? सबैजना चाहिँ फोन गरिरहेको 누구니 전화 여전히 없군요 भनेर भनेको छ सबै के भयो त यो चाहिँ त्यतिकै हेर्दा पनि के भन्न सकिन्छ त 전화를 받고 있다 अथवा 하고 있다 भनेर भन्दा हुन्छ 전화를 하고 अथवा 받고 있다 있습니다 यसरी भन्दा भयो है त 전화를 하고 있습니다 전화를 받고 있습니다 त्यसपछि 이 사람은 왜 다른 사람을 불쾌 भनेको अलिकति असहज बनाउने 불쾌하고 하게 했습니까? यो मान्छेले चाहिँ अरूलाई अलिकति असहज बनाइदिने है त 불쾌하다 चाहिँ असहज बनाउनुको कारण के हो त अब यो सार्वजनिक ठाउँ हो नि त होइन ट्रेन भनेको त त्यही भएकोबाट सार्वजनिक ठाउँमा चाहिँ के गरियो भनेर भन्नु पर्यो त सार्वजनिक ठाउँलाई के भनिन्छ के भनेको थिएँ मैले 공공장소 공공장소에서 큰 소리로 전화해서 어থवा 통화해서 다른 사람에게 비열을 주었기 때문이다. 어থवा 피해를 주고 있습니다. 먼저 번다 혼자 일단 공공장소에서 다른 사람에게 피해를 주고 있습니다. 그래서 사람들이 지켜야 할 전화 예절에 대해 이야기해 보세요. अब हामीले अपनाउनु पर्ने मान्छेहरूले चाहिँ मोबाइल प्रयोग गर्दाखेरि चाहिँ कस्तो खालको शिष्टाचारलाई चाहिँ पालना गर्नुपर्छ त त्यसको बारेमा चाहिँ कुरा गरी हेर्नुहोस् रे के गर्न सकिन्छ त अब त्यही हो 공공장소에서는 조용히 통화해야 합니다. 가능하면 전화를 받지 않고 अथवा 전화를 받지 않은 것을 좋습니다. कोरियामा चाहिँ के छ त यदि तपाईँ कुनै सार्वजनिक ठाउँमा मान्छेहरू धेरै भएको ठाउँमा हुनुहुन्छ भने यदि शान्त ठाउँ छ भने चाहिँ 전화를 सकेसम्म फोन उठाउन हुन्न यदि उठाए पनि फोन चाहिँ सानो आवाजमा बोल्नुपर्छ है त त्यही भएर 공공장소에서는 공공장소에서는 전화를 어থবা 공공장소에서는 조용히 통화해야 합니다. 그리고 가능하면 전화를 안 받는 게 좋습니다. भनेर भन्दिँदा हुन्छ है त 5 नम्बरमा चाहिँ 5 नम्बर 사진을 보고 돈을 बचत गर्ने 절약하는 방법에 대한 이야기 해보세요. बचत कोरिया अब यो यसलाई हेरेर चाहिँ हजुरहरूले पैसा बचत गर्ने तरिका पैसा बचत गर्ने तरिका भन्दा पनि अब त्यही तरिका चाहिँ एकचोटि
बारेमा बोल्नुहोस्, एकचोटि कुरा गरे हेर्नुहोस् यसले के हुन्छ त। तपाईँको अब यसमा के छ त, इनर्जी चाहिँ अब चाहिँ उसमा इनर्जी कुरा यहीँकै यो भन्नु पर्दैन, अरू चाहिँ तपाईँको केही गरी यो 18 डिग्रीदेखि 20 डिग्री हुँदाखेरि चाहिँ के गर्नु पर्यो त, अब एयरकन अथवा फाइन चलाउनु भन्दा पनि झ्यालढोका खोलेर हावा आउने बनाउँदा हुन्छ। पानीको प्रयोग चाहिँ आफ्नो खेइन कपबाट गर्न सकिन्छ। अब यसमा अर्को अर्को गरी भन्न पर्दा चाहिँ तपाईँले अब यहीँको गर्नुपर्छ भन्ने छैन, अथवा यसमा चाहिँ तपाईँको अब अर्को उ गरेर भन्दा नि हुन्छ। के गर्न सकिन्छ भन्दा 한 이름의 더울 때는 에어컨을 켜놓은 것보다 신선한 그 창문을 열어 방을 시원하게 만드는 게 전기 절약에 도움됩니다. 그리고 전기세를 조금 내면 돈도 모을 수 있습니다. भनेर भन्दा भयो। अब यहीँको तपाईँहरूलाई अलिकति गाह्रो लाग्छ भने चाहिँ सबैभन्दा सजिलो चाहिँ, अब सबैमा त भन्न मिल्दैन होइन, तर टिचरसँग हाम्रो यो इन्टरभ्यू भनेको चाहिँ कस्तो त, थाहा भएको कुरालाई भन्दा हुन्छ, थाहा नभएको कुरालाई चाहिँ 저는 잘 모르겠습니다 भनेर भनिदिँदा नि हुन्छ, केही फरक पर्दैन। त्यो पनि एउटा इन्टरभ्यूको चाहिँ ऊ हो। खुसुलसियममा चाहिँ तपाईँले सबै कुरालाई राम्रोसँग भन्नुभयो, भन्नुभएकै मात्रामा चाहिँ 5मा 5 पाउने होइन कि हजुरको। अब बसाइ कसरी बसिरहनु भएको छ, लुगा लगाउँदा कसरी लगाउनु भएको छ, बोली कतिको स्पष्ट छ, कसरी बोल्न खोज्नु भएको छ, सबैजना विदेशी हो, सबै कुरा तपाईँको कोरियनले जसरी बोल्न सकिँदैन, त्यो पनि बुझ्छन्, टिचरहरूले बुझ्छन्, नबुझ्ने होइन। तर प्रयास त गर्नु पर्यो नि, प्रयासै नगरिकन चाहिँ त्यही भएर अब यो क्वेसनको यहाँनिर माथिको क्वेसन पनि स्याक्क स्याक्क भनेर सर र पढेर चाहिँ खर र भनेको आधारमा मिले भन्दैमा चाहिँ 5मा 5 आउने भन्ने हुँदैन है। त्यसमा चाहिँ अब एक एक गरी चुज उ गरेको हुन्छ, कुनमा कति नम्बर पाउने भन्ने हुन्छ, त्यही आधारमा चाहिँ टोटल जम्मा हुन्छ 5। अब यसमा 5 × 5 हो, 25 नम्बरको हुन्छ। खुसुलमा 3 भन्दा बढी चाहिँ ल्याउनुपर्छ है, फेरि केही नभए पनि 3 भन्दा माथि चाहिँ हुनुपर्छ, फेरि फेल भइन्छ। अर्कोमा पास भए पनि खुसुलमा चाहिँ 3, जुनमा साधन फेङ्कामा पनि त्यही हो, अरू सबैमा त्यही हो। 3 लेभलमा पनि त्यही हो, 4 लेभल 5 लेभल सबैमा त्यही हो। 3 भन्दा कम आयो भने चाहिँ फेल भइन्छ है, खुसुलमा त्यो चाहिँ ख्याल गर्नु होला। ओके, अब अघिल्लो चोटिको खुसुलको एउटाको सर भन्छु है त। यो छ नि हाम्रो योभन्दा अगाडिको जुन, यो सेम थियो र होइन, सेम होइन, यो मैले अस्ति नै ऊ पठाइदिएको थिएँ नि हजुरहरूलाई होइन, भिडियोको त ऊ पठाइदिएको थिएँ। ओके, यो खुसुलको बारेमा सर यो पनि भनिदिन्छु है त। यस्तो खाले पनि आउन सक्छ, अघिको जस्तो खाले नै आउन सक्छ, दुई ऊ वाला हुन्छ। यो पिडिएफ छ कि छैन तपाईँहरूसँग, मैले उसमा नि हालिदिएको थिएँ। फेङ्कामा यस्तै हो नि, हो त्यस्तो ऊ हुँदैन। फेङ्कामा आउने भनेको हजुरहरूको क्वेसन त त्यस्तो धेरै हुन्न कि, पढ्दा मात्र हो टाइम लाग्ने, पछि ऊ त धेरै हुँदैन। पक्नु है त्यो पिडिएफ, मैले फेसबुकमा हालिदिएको छु तपाईँहरूलाई, माथि उसमा हेर्नुभयो भने छ है यो पिडिएफ। यो पिडिएफ छैन भने नि केही छैन, यो उसमा हेर्नु होला, यसमा हेर्दै नै हुन्छ है। नत्र यो उसमा हाम्रो ग्रुपमा गएर माथिपट्टि तपाईँहरूको यो भिडियो भ्यू मिडिया फाइल्स एन्ड लिङ्क भन्ने छ, त्यसमा गएर फाइल्समा चुज गर्नुभयो भने
केआइएमपी 3 लेभल एक्जाम 2 र त्यसपछि 3 लेभलमा फेल भयो भने फेरि पढ्नुपर्छ, नपढी हुँदैन। अहिले पछि लिन्छु मैले हजुरहरूको क्वेसन है त। अहिले यति मात्र यति मात्र भनेर अनि फेरि त्यो क्वेसनको लिन्छु है त मैले। ओके, सुरु गरेँ है त। खुसुल अर्कोमा चाहिँ के छ त, अर्को 3 लेभलको खुसुलको कुरा हो। हेरौँ है त, के छ त, थाउमु खुरुल इको छिल्मुन ने थेदा फासे हो। बस पढ्नु पर्यो सुरुमा चाहिँ, मनमनै भए पनि पढ्नु पर्यो है त। के छ त हजुरको, छनुन छिनान्जु부터 요리 교실에 다니기 시작했습니다. 요리को कक्षामा भनेको अब कुकिङ गर्ने कक्षामा 원래 요리하는 것을 좋아하는데 한국 요리 해본 적이 없어서 요리 교실에서 배우기도 했습니다. 배우기로 했습니다. निर्णय लिनु है त यो चाहिँ क्लास। तपाईँको पहिला अब भनौँ न, मलाई चाहिँ खाना पकाउन मन लाग्छ अथवा मन पर्छ, तर कोरियन कोरियन खानेकुरा चाहिँ बनाएको छैन अझैसम्म, त्यही भएकोबाट यो अब यो कोरियन खाना पकाउने भनौँ न, अथवा त्यसैले सिक्न गएँ भनेर भन्नु खोजेको है त। त्यसपछि 지난주에는 비빔밥을 만들었습니다. अघिल्लो हप्ता चाहिँ 비빔밥 बनाए। त्यसपछि 처음 만들었지만 정말 맛있었습니다. पहिलोचोटि बनाए पनि मिठो थियो अरे। 이번 주에는 불고기를 만들 겁니다. 요 हप्ता चाहिँ 불고기 बनाउने छु। 가족들이 모두 불고기를 좋아하기 때문에 잘 배워서 집에서 맛있게 만들어주고 싶어요 भनेर चाहिँ भनौँ न, आफ्नो परिवारले चाहिँ अब फुलकोकी मन पराउने भएको भएर परिवारको लागि चाहिँ यो हप्ता भनौँ अथवा छुमारे छिबेस चाहिँ घरमा चाहिँ मिठो खालको फुलकोकी बनाएर दिन चाहन्छु भनेको पर है त। त्यही भएर 1 नम्बरमा के छ त, 이 사람은 지난주부터 어디에 다녔어요? भनेर भन्दा के भन्नु पर्यो त, 교실에 다니고 있어요। यहाँनिर छ 요리 교실에 다니고 있다। 요리 교실에 다니고 있다. 있습니다. अर्को चाहिँ 이 사람은 왜 그곳에 다녀요? किन हो त, 한국어 요리를 배우기 위해서। 한국어 요리 해본 적이 없어서 भनेको त्यही भएर सिक्नलाई। 한국어 होइन कि 한국 요리를 배우기 위해। त्यसपछि 이 사람은 지난주에 무엇을 만들었어요? 어땠어요? 이 사람은 지난주에 비빔밥을 만들었어요. 처음 만들었지만 정말 맛있었어요 भनेर भनिदिँदा भयो है त। सरी, 비빔밥은 이게 비빔밥은 해야죠। 비빔국수. 이 사람은 지난주에 비빔국수를 만들었어요. 처음이었지만 정말 맛있었어요 भनेर भन्दा भयो। 2 नम्बरमा चाहिँ 이 사람은 이번 주에 무엇을 만들 거예요? 이 사람은 이번 주에 불고기를 만들 거예요 भनेर भन्दा भयो 마치서। त्यसपछि 이 사람은 가족에게 무엇을 해주려고 해요? 이 사람은 가족들에게 불고기 맛있게 만들어 주려고 해요. 만들어 주고 싶다. 그러니까 뭐라? 만들어 주려고 해요. 이 사람은 왜 그것을 해주려고 해요? 가족들이 모두 불고기를 좋아하기 때문에 해주고 싶어요. 뭔가 본다고 해도 해주려고 해요. 뭔가 본다는 거 같으면 가족들이 모두 불고기를 좋아하기 때문이에요. 뭔가 본다니 뭐요? 뒷너머 맞지? A씨는 한국 음식을 가운데 보내서 한국 음식 중에서 뭐는 호재고 해도 중에서 무슨 음식을 배우고 싶어요? अर्को सोध्न पर्दैन, गाह्रो गरी सोच्नु पर्दैन, माथि लेखेकै भन्दैन। 저는 불고기를 만들고 싶어요. 저는 비빔밥을 만들고 싶어요. 저는
야채, 잡채밥을 만들고 싶어요. 이제 먼저 번단이 운자 했다. त्यसपछि A씨는 친구나 가족들에게 무슨 한국 음식을 만들어 주고 싶어요. भन्दा त्यही 마티게 भन्दा हुन्छ केही भएन. पेपरमै भएको भन्दा नि 뭐 저는 불고기를 만들어 주고 싶어요. 저는 비빔밥을 만들어 주고 싶어요. भन्दा भयो. त्यसपछि A씨는 한국 사람들에게 소개하고 싶은 고향 음식이 무엇입니까? भन्दा चाहिँ तपाईँको 우리나라에는 만두? 우리나라에서는 즐겁게 먹는 음식이 만두라고 합니다. 만두는 만두를 만들고 한국 사람들에게 소개를 하고 싶습니다. भन्दा नि हुन्छ है त. त्यही भएर तपाईँको 저는 한국 사람들에게 소개하고 싶은 음식은 모모입니다. 먼저 본다니 뭐 모모라이 찍게 뭐니까 모모는 한국 말로 만두라고 합니다. 먼저 본다니 뭐예요? 일단 만두는 야채 만두도 있고 고기 만두도 있고 버섯 만두도 있어요. 먼저 본다니 뭐 종류가 많아요. 먼저 본다 지 제 본다니 हुन्छ है मैले 만두 भने पनि 만두 भने는 뭐 난, 난 뭐난 हुन्छ. 한국 사람들에게 소개하고 싶은 우리 고향 음식은 난입니다. 나는 카레랑 찍어 먹으면 정말 맛있습니다. भनेर भन्दा नि हुन्छ है त. त्यसरी भन्दा नि मैले भनेको भन्नु पर्दैन हजुरहरूले सोचेर भन्दा नि हुन्छ अथवा यही मैले भनिदिएकै भन्दा नि हुन्छ. 4 नम्बरमा के छ त के कस्तो जस्तो देखिएको छ त 어떤 날씨예요? 어떤 날씨? 야, 보니까 미세먼지 주의보, 외출심 마스크를 쓰세요. 미세먼지부터 사단 रहनुहोस्. बाहिर निस्किँदा 마스크 प्रयोग गर्नुहोस् भने चाहिँ के भयो त? 미세먼지가 많은 날씨예요. भनेर भन्दा हुन्छ. 미세먼지가 많은 날씨예요. त्यसपछि 이런 날에 어떻게 건강 관리할 수 있어요? 이런 날에는 외출 시 마스크를 쓰고 물을 많이 마시고 건강 관리할 수 있어요. पानी धेरै खानी बाहिर निस्किँदा 마스크 लगाएर चाहिँ 건강 관리할 수 있어요. भन्नु भन्दा भयो. 어떻게 하면 이런 날씨를 줄일 수 있어요. कसरी के गरियो भने चाहिँ यस्तो खालको अब यो मौसमलाई चाहिँ घटाउन सकिन्छ त भन्दा के भयो त अब मिसेमन्जी हुने कारणहरू के हो त एउटा तपाईँको गाडीको धुवा धुलोले हो नि त होइन गाडीको धुवा धुलो भनौँ अथवा यो कारखानाहरूको धुलोले हो त्यही भएर अब 가까운 거리 갈 때 대중교통을 이용하고 자동차 사용은 줄이고 이런 날씨를 줄일 수 있어요. भन्नाले सबैभन्दा सजिलो चाहिँ 교통 यातायातकै रूपमा चाहिँ 가까운 거리는 걸어가거나 대중교통을 이용하고 그리고 자동차 사용은 줄이면 이런 날씨를 줄일 수 있어요. त्यही गाडीको मेन भनेको मिसेमन्जी चाहिँ गाडीको धुवा धुलो र कम्पनीको त्यो धुवाले गर्दा हुने हो है त. 5 नम्बरमा चाहिँ 5 नम्बरमा चाहिँ के छ त 여러분 취업을 하려고 해요. 취업 상담실에 대화를 나누어 보세요. अब काम गर्न खोज्दै हुनुहुन्छ कुनै कम्पनी जोइन गर्न खोज्दै हुनुहुन्छ त्यही भएर यो रोजगारको परामर्श अब त्यो सिल भनेको अब त्यो परामर्श केन्द्र भनौँ परामर्शको त्यो कोठा को कुराकानी चाहिँ एकचोटि गरिहेर्नुहोस् है के हुन्छ त अब बनाउनु पर्ने हो तपाईँले 원하는 회사 무역 회사 근무 시간 가는 시간 चाहिँ 주중 항상 भनेको ऊ नगर्ने भनेको 주말मा काम नगर्ने 자격증 초급 6급 희망은 연봉 4천만 원 भनेको अब 4 करोड 원 के भन्न सकिन्छ त 상담사ले सोद्धा 어떤 회사에 일하고 싶어요? 저는 무역 회사에 일하고 싶습니다. 그리고 언제 일할 수 있어요? 저는 주중에 일할 수 있습니다.
त्यसपछि 자격증이 있어요? 네, 저는 토픽 6급 있어요. त्यसपछि 희망 연봉은 얼마요? हजुरले सोचेको वार्षिक आय चाहिँ कति हो भनेर सोद्धा चाहिँ 저는 4천만 원을 생각하고 있습니다. भन्न मिल्यो है त। त्यसपछि अर्को चाहिँ के छ त सेम त्यही हो। 무엇 어떤 회사에 일하고 싶어요? 저는 학원에 일하고 싶어요. त्यसपछि अर्को चाहिँ 근무 시간은 언제 가능할까요? 월요일부터 금요일 오후 1시부터 6시에 가능합니다. 먼저 본다 봐요. 무슨 자격증을 있어요? 네, 컴퓨터 자격증이 있습니다. 그리고 희망 연봉이 얼마예요? 먼저 쏟다지 3,800만 원이에요. भनेर भन्दा नि भयो है त। यस्तै हो, तपाईँहरूको त्यस्तो गाह्रो खाली आउँदैन। 3 लेभलमा टिचरले नै सोध्नुहुन्छ, टिचरले नै एक्जाम दिने हो, बाहिरबाट उ गर्ने होइन। क्वेसन लगभग यही टाइपको हो, 20वटा भन्दा हुन्न, 30 मिनट हो जम्मा। खुसुलको छुट्टै हुन्छ। यो टाइपको क्वेसन जुन छ यो तपाईँहरूलाई 30 मिनट हुन्छ। हिजो मैले यहाँ नि भनेको थिएँ नि हजुरहरूको चाहिँ क्वेसन 20वटा आउने हो। अब चुजवाला क्वेसन, त्यसको समय चाहिँ 30 मिनट हुन्छ। आफ्नो समय चाहिँ अलिकति म्यानेज गरेर दिनु होला है त। त्यसपछि अब खुसुलको छुट्टै हुन्छ, टिचरले अब त्यहाँ लिनुहुन्छ। अनि इमिग्रेसनबाट पनि आउँछन् एक दुईजना, उनीहरूको अगाडि लिन्छन्। यो 3 लेभलसम्म चाहिँ 3 लेभलसम्मको चाहिँ तपाईँको इक्जाम चाहिँ टिचरले नै लिनुहुन्छ है। अनि 4 लेभल पछि चाहिँ त्यो हामीले साधन फेङ्का दिँदाखेरि छ नि, त्यो हाङको इमिन्ची भन्ने, त्यहाँबाट छुङ्गाङ फेङ्का भन्ने हुन्छ। त्यसपछि 5 लेभलको अब 70 घन्टा 30 घन्टा छुट्टा छुट्टै हुन्छ। त्यसको अब योङजु योङ 70 घन्टा भनेको योङजु। त्यसपछि 30 घन्टा चाहिँ तपाईँको खिवा। यो 30 घन्टा पढाइ हुन्छ नपढाइ हुन्छ। 70 घन्टा पढेपछि चाहिँ छोङाप फेङ्का भनेर हुन्छ, छोङाप। छोङाप फेङ्का भनेर हुन्छ है त। हुन्छ, अब आजलाई चाहिँ मैले योभन्दा बढी गराउँदिनँ। अब डिस्कसन हजुरहरूलाई केही सोध्न मन छ एक्जामको बारेमा, त्यसपछि क्लास अब उसको बारेमा मात्र यतिमै छोड्छु। त्यसपछि मैले अब अर्को हप्ता सायद हाम्रो क्लास सकाउनु पर्छ है। 5को महिनामा बिदाहरू धेरै भएको भएर सायद बाहिरतिर हाम्रो प्रोग्राम धेरै हुन्छ कि, म शनिबार आइतबार बाहिर जानुपर्छ होला। त्यही भएर भ्याउँदिनँ। त्यही भएर यो हप्ताको चाहिँ मैले हजुरहरूलाई अब 3टा च्याप्टर बाँकी छ नि त, 14 15 16। त्यसको 14को चाहिँ मैले भोलि हजुरहरूलाई रेकर्डेड भिडियो हालिदिन्छु, त्यो एकचोटि हेर्नु है। अनि 15 र 16 चाहिँ अर्को हप्ता सकेर अनि हाम्रो क्लासलाई चाहिँ सकाउँछौँ। बिचबिचमा मैले हालिदिइरहन्छु हजुरहरूलाई अब काम लाग्ने कुराहरू त्यो ग्रुपमा हालिदिइरहन्छु। अब चाहिन्छ भने बसिरहनुहोस्, अथवा क्लास सकेपछि ग्रुप अलिकति नबस्दा नि हुन्छ भने ग्रुपबाट लिभ हुँदा नि हुन्छ, केही हुन्न। तर मैले बिचबिचमा चाहिँ हालिदिएर हुन्छु है, हजुरहरूलाई चाहिने कुराहरू हालिदिएर हुन्छु। तर अफिसियली अर्को हप्ता चाहिँ क्लास सकिन सक्छ है हजुरहरूको। हुन्छ, म यो म्युट गरिदिन्छु। केही सोध्नु छ भने सोध्नुहोस् है त हजुरहरूले। अनम्युट गरेर सोध्नु होला है। हुन्छ, अनम्युट गर, त्यहाँ माइक अन गरेर सोद्धा हुन्छ।